हेलो साथीहरू, आज म हजुरहरूमा एउटा कुरा सेयर गर्दैछु। ध्यान दिएर अन्तिमसम्म सुन्नुहोला है। हामी पहिला स्कुल पढ्दाखेरि 9-10 कक्षा पढ्दाखेरि बेलुका पढ्ने बेलामा म्याथ प्र्याक्टिस गर्ने बेला हुन्थ्यो। त्यतिखेर चाहिँ एउटा गजल कार्यक्रम आउँथ्यो बुलबुल होइन। यति राम्रो थियो कि त्यो कार्यक्रम उपस्थित अच्युत घिमिरे, यति राम्रो भोइस थियो उहाँको है। कस्तो मजा आउँथ्यो सुन्नलाई। अनि हामी पनि त्यस्तै गरी नै भन्न पाए नि हुन्थ्यो, हाम्रो पनि स्वर कति राम्रो आउँथ्यो होला भन्ने हुन्थ्यो। त्यो बेला त हामीसँग मोबाइल पनि थिएन, केही पनि थिएन, थाहा नै हुँदैन थियो। अझैसम्म मैले आफ्नो भोइस रेकर्ड गरेर सुनेकै थिइनँ क्या साथीहरू। अहिले चाहिँ मलाई यो फेसबुकको भ्लग बनाउने हुटुरी चलेर है, अनि भोइस रेकर्ड गरेर फेसबुकमा अपलोड त गरेँ, तर मैले मेरो भोइसै सुनेको थिइनँ। हेर्नु साथीहरू, मेरो भोइस त यस्तो आउँदो रहेछ कि सुन्दाखेरि त पुरै त्यो आवाजै तालमेलै नमिल्ने है। पहिलाको त्यस्तो राम्रो आउँथ्यो, कस्तो राम्रो हुन्थ्यो होला मेरो भोइस कस्तो राम्रो आउँछ होला, त्यसै गरी रेडियोमा बोल्न पाएँ भने जस्तो लाग्थ्यो। तर साथीहरू त्यस्तो हुँदो रहेछ, भोइस त यस्तो बिग्रेको कि हेर्नु। मैले त एउटा भिडियो हालेको थिएँ, त्यसमा त मेरो स्वर त पुरै स्वस्तानी वाचन गरेको जस्तो कस्तो खालको आयो साथीहरू। कसरी इम्प्रुभ गर्ने होला, मैले त सकिनँ। तपाईँहरू नै भनिदिनु। त्यही भएर अब यो भोइस चाहिँ रेकर्ड नगरिकन लेखेर हालौँ कि जस्तो लाग्यो। लेखेर हालेँ भने पनि मेरो भोइसमा इम्प्रुभ हुँदैन। त्यही भएर म बोलेर नै हाल्छु। तपाईँहरूले नै भनिदिनु पऱ्यो मेरो स्वर भोइस कस्तो आएको छ। आफ्नो भोइस आफूले सुन्दाखेरि त, आफैले बोल्दाखेरि त कस्तो राम्रो सुरिलो जस्तो लाग्ने है। तर यो मोबाइलमा रेकर्ड गरेर सुन्यो भने त हेर्नु साथीहरू, आफ्नो भोइस त यति खत्तम रहेछ नि मेरो आवाज त। भ्लग बनाउन थालेदेखि सुन्नु पऱ्यो भने अझै मैले सुनेको पनि थिइनँ। पछि सुन्दाखेरि त भोइस त लास्टै खत्तम आउने रहेछ साथीहरू। कसरी सुधार गर्ने होला, के गरी यो राम्रो बनाउने होला, तपाईँहरूले कमेन्ट गरिदिनु होला साथीहरू। यस्तो साँच्चै नै मेरो त एकदम घाँटी गला बसे जस्तो भोइस क्या मेरो त साथीहरू है। कसरी राम्रो बनाउने होला। र साथीहरू राम्रोसँग सुत्नु होला। शुभरात्रि सबैजनालाई। अब यस्तै हुँदै गर्छ, दुःख सुख भने आफ्नो ठाउँमा छँदैछ। राम्रोसँग सुत्नु होला। गुड नाइट। मेरो भोइसको बारेमा पनि केही कमेन्ट गरिदिनु।